सो उहाँ चाहिँ मेरो भाउजू हो र भाउजूको चाहिँ फिजिक पहिला प्रेग्नेन्सी भन्दा अगाडि यस्तो थियो र भाउजूको चाहिँ 58 देखि 98 सम्म 30 केजी पोस्टपार्टम वेट गेन भएको थियो र हामीले हाम्रो फ्याट लस जर्नी चाहिँ 82.9 केजी देखि सुरु गरेको थियौँ र आज चाहिँ भाउजूको फ्याट लसको विक 4 हो र अहिलेको भाउजूको करेन्ट वेट भनेको 80.6 केजी छ र हाम्रो डे 1 मा बडी वेट भनेको चाहिँ 82.9 केजी थियो। सो टोटलमा 2.3 केजी लस भइसकेको छ अहिलेसम्म र अहिले चाहिँ हाम्रो रेट अफ वेट लस अलिक स्लो भएको कारणले हामीले चाहिँ क्यालोरी चाहिँ 2000 देखि 1900 मा घटाएको छौँ र कार्डियोको लागि चाहिँ ट्रेडमिल चाहिँ सेमै छ 45 मिनट वक र हामीले स्टेप्स चाहिँ 10,000 देखि 12,000 स्टेप्स बढाइदिएको छौँ र यो टोटल फ्याट लस भनेको 90 डेजको हुनेछ 12 विक्सको हुनेछ र यो 90 डेजको गोल भनेको चाहिँ हाम्रो एउटा स्ट्रङ र टोन बडी बिल्ड गर्ने वेट लस मात्रै गर्ने होइन। मान्छेहरूले चाहिँ फ्याट लस गर्दाखेरि एउटा नम्बरको गोल राखिदिनुहुन्छ क्या म यति केजी पुग्छु भनेर। त्यसरी एउटा नम्बरको स्केलमै डिपेन्ड हुनुभन्दा पनि आफ्नो मिररमा हेर्ने आफ्नो फिजिक कतिको चेन्ज भइरहेको छ तपाईँको गोल कति हो भनेर हेर्ने क्या सुरुमा। सो आजको विक 4 को लागि चाहिँ यति नै थियो। नेक्स्टमा विक 5 मा तपाईँलाई अपडेटहरू दिइरहने छु कस्तो हुँदैछ प्रोग्रेस भनेर। सो तपाईँहरू पनि आफ्नो फ्याट लस जर्नीमा हुन्छ भने चाहिँ तपाईँ यो सिरिज फलो गर्न सक्नुहुन्छ। सो सी यू अल इन विक 5।